साथीहरु, आज म मकै बारीभित्र छु। किसानले एक पेट खानको निम्ति कति दुःख गर्नुपर्छ, दुई छाक खानको निम्ति कति दुःख गर्नुपर्छ। दुःखको फल अब प्राप्त हुनै लागेको छ। यस्तो अवस्थामा केही हावाहुरीले, केही रोग व्याधिले किसानलाई दुःख दिइरहन्छ। तैपनि अहिलेको यो हरियाली वातावरण हेर्नकै निमित्त भए पनि निकै बडो रमाइलो छ। देख्न सक्नुहुन्छ मकै फल लाग्ने क्रममा छ। चारैतिर हरियाली वातावरण, सुन्दर भ्यू। यस्तो बर्खायाममा पनि किसान भएर जन्मिएपछि यही हरियालीमा रमाउने हाम्रो कर्तव्य हो, बाध्यता पनि हो। हेर्नुहोस्, हरियाली घाँस, वनपाखा। यो कुन ठाउँ हो हेरेर कमेन्ट गरिदिनु होला साथीहरु। चिन्नुहुनेले यस ठाउँको नाम हेरेर कमेन्ट गर्नु।